ल है मेरो साथीहरूले हेर्नुहोस् क्यान्डी क्रस कति लेभलसम्म पुऱ्याएको तर यो क्यान्डी क्रसबाट गेम केही पनि कमाइ त हुँदैन होइन तर रमाइलो लाग्छ टाइम पास चाहिँ डह्रो हुन्छ हेर्नु होइन मैले चाहिँ लगभग यत्रो लेभल पुऱ्याएँ होइन आजसम्म तर रमाइलो त रमाइलो भयो होइन धेरै वर्ष अगाडिबाट खेलेको होइन आजसम्म खेल्दा 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 बल्ल बल्ल लगभग 5000 पुऱ्याइसक्नु लाग्छु लङ टाइम भयो म यो खेल्न लागेको कम्तीमा नि भयो होला 4-5 वर्षै भइसक्यो म खेल्न लागेको आजभन्दा 4-5 वर्ष अगाडिबाट म खेलिरहेँ आजसम्म खेल्दाखेरि कहिलेकाहीँ अब त्यही हुन्छ कहिले खेलिन्छ कहिले खेलिँदैन टाइम पास भइरहेको छ पहिला चाहिँ कति वर्ष ब्याक पनि ग्याप पनि गरेँ 2 वर्ष ग्याप गरेँ फेरि कन्टिन्यू दिन लागेको पहिला चाहिँ टाइम पास हुँदाखेरि चाहिँ यो धेरै खेल्न मन लाग्थ्यो टाइम पास नहुने कहिलेकाहीँ काम गर्दाखेरि एउटा कुनामा बस्यो अनि मोबाइल खेलाउँदाखेरि यसलाई चाहिँ खेल्न एकदम मन लाग्ने कि कुनै बेला त कम्पिटिसन पनि हुँदो रहेछ साथीभाइसित यो कुनै बेला एकदम कम्पिटिसन पनि भइरहेको थियो अहिले चाहिँ अब मैले धेरै पछाडि आज युट्युबमा हाल्न पाएँ होइन क्यान्डी क्रसमा खुसी पनि लाग्छ होइन आफूले खेलेको गेमलाई रिभ्यू गर्दाखेरि अहिले मेरो साथीभाइहरूले चाहिँ हेर्नु होइन मैले पनि अब खेलेर चाहिँ गेम खेल्नु भन्ने कुरो नै होइन आफूले देखाउनु पायो नि हुन्छ आफूले त भएको कुराहरू देखाउँदाखेरि नराम्रो हुने कुरो केही पनि भएन ल साथीहरू तपाईँ पनि खेल्नु भएको छ होला सायद होइन म पनि यत्रो लेभल पुऱ्याएको छु अहिले त होइन